आदिल आलम अन्सारी विगत 2-3 वर्षदेखि खेल प्रतिबन्धमा रहेका थिए। आदिलको बारेमा त सबैलाई थाहा नै छ। आदिल भन्दै सामाजिक सञ्जालमा धेरै न्युजहरू आएका थिए। अब कुरा गरौँ आदिल अन्सारी को हुन्, किन खेल प्रतिबन्धमा रहे र उनको क्रिकेट करियरको बारेमा। आदिल विगत 2-3 वर्षदेखि क्रिकेट खेलबाट प्रतिबन्ध थिए। उनी कुनै पनि नेसनल इन्टरनेसनल म्याचहरू खेल्न पाएका थिएनन्। उनलाई नेपाल टी20 लिगमा म्याच फिक्सिङको आरोप लागेको थियो। त्यसैले उनलाई आइसिसी क्यानले प्रतिबन्ध लगाएको थियो। उनी युवा उमेरका अलराउन्डर हुन्। उनलाई नेपालको अदालतले म्याच फिक्सिङको केसमा क्लिन चिट दिएको थियो। त्यसपछि क्यानले उनलाई फुकुवा गर्नको लागि आइसिसीसँग लबिङ गरिरहेको थियो र अहिले उनलाई क्यान र आइसिसी दुवैले क्लिन चिट दिएको छ र उनी फेरि खेल जीवनमा फर्केका छन्। अब कुरा गरौँ उनको खेल करियरको। यो भिडियो बनाउँदाको दिनसम्म उनी 21 वर्ष 200 दिन पुगेका छन्। उनले ओडिआई र टी20 गरी जम्मा 14 खेल खेलेका छन्। उनको म्याच स्ट्याटसको बारेमा त हेरिहाल्नुभयो होला। टी20 ओडिआई गरी उनको एभरेज, बलिङ, फिल्डिङ, उनी एक होनहार अलराउन्डर हुन्। उनी एक उदयमान खेलाडी हुन्। उनले नेपाली क्रिकेटमा गहिरो छाप छोड्न सक्छन्। अब उनले डोमेस्टिक गेममा राम्रो पर्फर्मेन्स गरेर फेरि नेसनल टिममा आफ्नो ठाउँ बनाउन सकुन्। हामी सम्पूर्ण नेपाली क्रिकेट फ्यान्सबाट उनलाई आगामी यात्राको धेरै शुभकामना।